तिब्बततर्फबाट रसुवाको त्रिशुली नदीमा आएको भीषण बाढीका कारण अहिलेसम्म 16 जनाको मृत्यु भएको छ। 36 जना घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार रसुवामा 1, नुवाकोटमा 9 र धादिङमा 6 जनाको मृत्यु भएको हो। मृतकमध्ये 7 जना महिला र 8 जना पुरुष रहेका छन् भने 1 जनाको पहिचान खोल्न सकेको छैन। बाढीबाट घाइते भएका मध्ये रसुवाबाट 13, नुवाकोटबाट 19 र धादिङबाट 3 जनाको उद्धार गरिएको नेपाल प्रहरीले बताएको छ। भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाका अनुसार अहिलेसम्म रसुवाबाट मात्रै 88 जनाको उद्धार भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले भूकम्पपछि रसुवामा बाढी आएको जानकारी गराउनु भएको छ। सरकारका तर्फबाट संसदमा रसुवाको बाढीका बारेमा जानकारी दिँदै उहाँले बुधबार बिहान 8:37 भूकम्प गएको र त्यसपछि झरेको पहिरोका कारण बाढी आएको जानकारी गराउनु भएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले 6वटा हेलिकप्टर परिचालन गरेर बाढी प्रभावितहरूको उद्धार गरिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप 2 जनालाई उद्धार कार्यको लागि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको सेनाले बताएको छ। बाढीमा फँसेकाहरूको खोजी तथा उद्धारको लागि सेनाले 3वटा ड्रोन समेत प्रयोग गरिएको जनाएको छ। बाढीबाट भएको व्यापक क्षतिपछि सरकारले प्रभावित जिल्लाका सबै स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको आकस्मिक मन्त्री परिषदको बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 को दफा 32 बमोजिम 3 महिनाको लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार प्रभावित स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसँगै त्यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको छ। बाढीका कारण रसुवामा रहेका 8वटा बैङ्कका 26 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल बैङ्कर सङ्घका अनुसार घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ। बाढीका कारण रसुवा स्थित लामटाङ खोला जलविद्युत आयोजनामा कार्यरत प्राविधिक कर्मचारी तथा श्रमिकसहित करिब 60 जना सम्पर्कविहीन भएका छन्। 20 मेगावाट क्षमताको उक्त आयोजना निर्माणको अन्तिम चरणमा थियो र केही दिनमै परीक्षणको तयारी भइरहेको थियो। आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका सचिव विजय मोहन भट्टराईका अनुसार 25 जना श्रमिक सुरुङभित्रै काम गरिरहेका बेला बाढी आएपछि त्यहीँ फँसेका छन्। फँसेका श्रमिकको तत्काल उद्धार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउन समेत कठिनाई भएको बताउँदै उहाँले जतिसक्दो छिटो उद्धार गर्न अपिल गर्नुभएको छ। भोटेकोसी त्रिशुली क्षेत्रमा आएको बाढीले नदीमा रहेका कम्तीमा 19वटा पुलमा क्षति पुर्याएको सडक विभागले बताएको छ। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण कम्तीमा 40 किलोमिटर सडकमा समेत क्षति पुगेको छ। कतिपय स्थानमा सडक भत्किएको र यातायात सम्पर्क विच्छेद भएको उहाँले बताउनु भएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा 384 जना आन्तरिक तथा बाह्य पर्यटक समेत सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा 291 जना विदेशी र 93 जना नेपाली पर्यटक सम्पर्कविहीन भएको बताएको छ। बाढीका कारण रसुवाको सडक, सञ्चार, बजार, बैङ्किङ सेवा तथा जलविद्युत संरचनामा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। क्षतिको थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। त्रिशुली बजारमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दाहालले आफूसँग 100 जना मात्रै विद्यार्थी सम्पर्कमा रहेको बताउनु भएको छ। विदुर स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई बगरमा परिणत गरिदिएको छ। विद्यालयमा हाल 1650 जना विद्यार्थी अध्ययनरत रहेकोमा आफूसँग जम्मा 100 जना मात्रै सम्पर्कमा रहेको जानकारी दिनुभएको हो। उक्त विद्यालयमा कक्षा 12 सम्म पढाइ हुँदै आएको थियो।